शरणागति दुईचोटि हुनु हुँदैन। शरणागति दुईचोटि हुने बित्तिकै त्यो अवध्य भइगयो, दोष भइगयो। शरणागति एकैचोटि मात्रै हो। दोस्रोचोटि शरणागति हुनै हुँदैन। भने पञ्चसंस्कार कसरी दोस्रोचोटि भयो त? अन्त पञ्चसंस्कार भन्ने कुरा बेग्लै हो, शरणागति भन्ने कुरा बेग्लै हो। शरणागति पदार्थ बेग्लै हो, पञ्चसंस्कार पदार्थ बेग्लै हो। ती दुईटा एउटै हुँदै हुँदैन, कसरी होइन। एउटै मनमा भएको पीडा चाहिँ एउटै के भनेदेखि जसलाई आफूले भगवान यिनैको सम्बन्धले हामीलाई चाहिँ भगवानको सम्बन्ध प्राप्त हुन्छ भनेर भन्ठानेका छौँ, उहाँकै मुखारविन्दबाट तिमीहरू नरकमा जान्छौ भनेर सुन्दाखेरि चाहिँ त्यो चाहिँ अलि असह्य भएको मात्रै हो। त्यो असहन, त्यो पनि सहनशीलता हुनुपर्ने हो। हामी जस्ता मूर्ख, हामी जस्ता पापीसँग पुरा वैष्णव समाजले अपार सहनशीलताको अपेक्षा गर्यो। त्यो अपेक्षामा हामी खरा उत्रिन सकेनौँ, हामीलाई सहन भएन त्यो। त्यसको लागि फेरि क्षमा प्रार्थना। तोतात्री स्वामीजीसँगको सम्बन्धमा हाम्रो उत्तर तोतात्री मठ अयोध्या अति पुरानो हो। त्यो बेलादेखि बालदेखि स्वामीजीदेखि नै अगाडिदेखि नै यो एकचोटि आफ्नो जो उपलब्ध आचार्य नजिकको आचार्यसँग समासित भएर अनि स्वामीजी भेटेको बेलामा भेटिनु भयो भनेदेखि उहाँको प्रसाद, उहाँको चाहिँ हस्त कमलबाट फेरि शङ्खचक्र लिने चलन भएको हाम्रो इतिहास छ। अरू आचार्यसँग आश्रय लिएकाहरूले अन्तै गएर आश्रय लिँदाखेरि त्यो के हो त भन्दा त्यो पक्कै पनि गलत हो। प्रपन्नो, यो पराशर महर्षिले उपदेश गर्दै गर्नुभएको हो। प्रपन्नो यदि वा श्रेष्ठ एतदुक्त विधानतः, यहाँ भनिएको विधान अनुसार के गर्नु अरे? निषेक ब्रह्ममेधान्तम, निषेक भनेको गर्भाधान, गर्भाधानदेखि लिएर ब्रह्ममेधान्तम, ब्रह्ममेध पर्यन्त अन्तिम संस्कार पर्यन्त 16 संस्कार आयो अब 16वटा। पंच संस्कार पूर्वकम आचरेद योथवा विप्रह सगुरुः वैष्णवः शुचिः, पवित्र गुरु बन्न योग्य वैष्णव ऊ हुन्छ भनेर यसमा बताइयो। भनेपछि भगवत शास्त्रमा सिधै प्रत्येक संस्कार 16 संस्कारमा विधान गरिएको छ। पंच संस्कार पूर्वकम, यी सबै कर्म गर्नु भनेर विधान गरिएको छ। अब दासले भन्न खोजेको फेरि दोहोऱ्याउँछु, हरेक कर्ममा पंच संस्कार यसरी पटक पटक अनिवार्य हो भन्नको लागि दासले निवेदन गरेको होइन। भगवत शास्त्रमा विधान भएको हुनाले भगवानले पराशर महर्षिद्वारा चेतनहरूको उज्जीवनको लागि, उनीहरूको उद्धारको लागि यो शास्त्रको विधान गरेको हुनाले यहाँ गरिएका विधानहरू पक्कै पनि नरकमा ठेल्नका लागि होइन। भागवत अपचारबाट बचिकन फेसबुकमा सोसियल मिडियामा जथाभावी नलेखौँ। मनमा कल्मश सबैजनाको हटेर जाओस्। जति पनि दोष छ सबै यी दासमाथि अनुसन्धान गरेर दासलाई क्षमा गर्न मन लाग्यो भयो। आएर डन्डा हान्न मन लाग्यो, केही पनि भएन। हजारौँको डन्डा खाएर 2-4 दिन अस्पतालमा सुतेर पनि दासलाई केही फरक पर्दैन, किनभने रोग लगाएर जान्छौँ अस्पतालमा। वैष्णवहरूको डन्डा खाएर जानुमा दासलाई केही पनि ठुलो कुरै भएन त्यो। त्यही भएर मनमा भएको क्लेश चाहिँ सबैजनाले हटाइदिनुहोस्। शङ्खचक्र लगाउँदाखेरि फेरि पकाउँदाखेरिको वस्तु गनाए झैँ दुर्गन्ध आए जस्तै आत्मस्वरूपमा पनि दुर्गन्ध प्राप्त भई भगवानको लागि अभोग्य हुन्छ त्यो भन्ने एउटा सामान्य बानमामलेका शिष्यहरूले आएर दाससँग प्रश्न गरे, यस्तो हो त भनेर। त्यसैको उत्तर दिएछु। श्रीमते रामानुजाय नमः। पुरुषोत्तमाचार्य स्वामीजी महाराज अहिले हाम्रो श्री वैष्णव सम्प्रदाय नेपालमा दुईचोटि शङ्खचक्र लिने अनादिकालदेखि, अब भनौँ म त 84 वर्ष भएँ, मेरो मेरो हजुरबाको सासू हिसाब गर्दाखेरि झन्नै 200 वर्षको चाहिँ हिसाब हामीमा आउँछ। किनभने जहाँ मेरो हजुरआमाको आमा महन्तिनी हुनुहुन्थ्यो अयोध्यामा विभीषण कुण्डमा, त्यो परिवारले वृन्दावनको प्रतिष्ठा हुँदाखेरि 1879 सालमा शङ्खचक्र लिएर त्यो राजदरबारमा यो राणा जुद्ध शमशेरको चाहिँ कुनै 17 भाइमध्ये एउटा भाइको घरमा बसेर रामानन्द स्वामीको सेवा गरेको कुरा इतिहास हामीमा छ। त्यही खानदानको छोरीपट्टिको सन्तान हामी भयौँ। त्यो खानदान अगाडिको खानदान रङ्गनाथ शर्मा, कुलशेखर शर्मा जो अमेरिकाको ऊ पनि हुनुभयो, राजदूत पनि हुनु नेपाल तर्फबाट। त्यो खानदानले 200 वर्षको इतिहासको अगाडि तोतात्री स्वामीजीसँगको सम्बन्धमा हाम्रो उत्तर तोतात्री मठ
अयोध्या अतीत पुरानो हो। त्यो बेलादेखि बालदेखि स्वामीजीदेखि नै अगाडिदेखि नै यो एकचोटि आफ्नो जो उपलब्ध आचार्य नजिकको आचार्यसँग समासित भएर अनि स्वामीजी भेटेको बेलामा भेटिनु भयो भनेदेखि उहाँको प्रसाद उहाँको चाहिँ नि हस्त कमलबाट फेरि शङ्करचक्र लिने चलन भएको हाम्रो इतिहास छ तोताद्री मठमा। त्यो किन भयो र अहिले एकचोटि मात्रै लिनुपर्छ अरूचोटि लियो भने नरकसम्म जान पर्ने हुन्छ भन्ने समझको चाहिँ नि यो धेरै ठुलो एउटा चाहिँ नि हङ्गामा आएको हुनाले नेपालका हाम्रा श्री वैष्णवहरूमा दोधार छन्। कोही कसैले के भन्छन् आफ्नो मनले भन्छन्। वास्तविक अनादिकालदेखिको बराबर पनि स्वामीदेखिको रामानुज स्वामीदेखिको जुन यो सम्प्रदाय हामी भन्दैछौँ लक्ष्मीनाथ समारम्भमा अस्मदाचार्य पर्यन्ताम भन्छौँ, यसको कुरालाई कुन शास्त्रले कसरी यसलाई चाहिँ समेटेको छ यो कुरालाई खुल्ला नगरिने हो भनेदेखि हामी आफैमा नराम्रो द्वन्द्व हुन्छ। यसको निराकरणको लागि मैले अहिले बाबुलाई यो एउटा चाहिँ आदेश दिन्छु, यसको चाहिँ त्यो सबै हिसाब किताब देखाइदिनु पर्यो। जय श्रीमन्नारायण। श्रीमते रामानुजाय नमः। नेपालमा श्री वैष्णव समुदायभित्र पढिरहेको जुन विवाद हो त्यो विवादले केवल नेपालकै वैष्णवहरूलाई मात्रै नमुछेर भारतमा पनि विशेष गरी श्री वैष्णव सम्प्रदायको उत्पत्ति स्थान द्राविड देशमा पनि यो गहिरो चिन्ताको विषय बनेको छ। यसमा दुई तीनवटा मुख्य कुराहरूलाई दासले स्पष्ट गर्न चाहे स्वामीजीको आदेश अनुसार र वानमामलैजी र स्वामीजीको उचित प्रतिक्रिया दिनु भन्ने आदेश अनुसार। सबैभन्दा पहिलो आक्षेप वानमामलैका आचार्यहरूलाई, यहाँ रहेका आचार्यहरूलाई र यहाँ रहेका भक्तहरूलाई के हो भनेदेखि अन्यत्र मठका अन्यत्र गद्दी पीठमा समाश्रित हुनुभएका जस्तै वृन्दावन रङ्गमन्दिर गोवर्धन पीठमा प्रतिवादी भयङ्कर पीठमा अथवा अन्यत्र समाश्रित हुनुभएका श्री वैष्णवहरूलाई जबरदस्ती लिएर आएर वानमामलैमा समाश्रित गराइयो। समाश्रित गराइयो भन्ने अपराध एउटा। त्यसको लागि प्रेरणा वानमामलैका मुद्राधारक आचार्यहरूद्वारा दिइयो। के भनेर दिइयो? वानमामलैमा समाश्रय नहुन्जेलसम्म मोक्ष प्राप्ति हुँदैन भनेर उहाँहरूबाट शिक्षा प्रसारित गराइयो भन्ने एउटा आक्षेप हो, आरोप हो। त्यसको लागि अब वेङ्कटेश मन्दिरका साथसाथै जति पनि वानमामलैका तोताद्रीका संस्थानहरू मन्दिरहरू छन् ती सबैको स्ट्यान्ड के हो र वानमामलैको स्ट्यान्ड के हो त्यो दासले निरूपण गर्दैछु यस विषयमा। मोक्ष प्राप्तिको लागि पञ्चसंस्कार कुनै कारण होइन। पञ्चसंस्कार होस्, वैष्णव मन्त्र सुनेको होस्, अवैष्णवै रहोस्, त्यो मोक्षको अधिकारी नै हो, उसले मोक्ष प्राप्त गर्न सक्छ। पञ्चसंस्कार मोक्षको लागि पञ्चसंस्कार सर्टिफिकेट होइन। पहिला नम्बर 1 नम्बर वानमामलै र श्री वैष्णव सम्प्रदायकै स्ट्यान्ड नै यही हो। तमेव विदित्वा अतिमृत्युमेति भन्ने वेदको वचनलाई प्रमाण मानी जुन ज्ञान हुनाले मोक्ष हुन्छ भनेर शास्त्रले भनेको छ त्यो ज्ञान भएपछि मोक्ष हुन्छै हुन्छ, चाहे पञ्चसंस्कार लिएको होस् चाहे पञ्चसंस्कार नलिएको होस्। नम्बिडलै कलिभैरीदास स्वामीजीको जीवनमा उहाँले अङ्गालो हालेर वृक्षलाई नै मोक्ष दिनुभयो भन्ने कथा हामी सबैले सुनेकै छौँ। त्यो वृक्षले पञ्चसंस्कार पाएको होइन। रामानन्द स्वामीजीको चरित्रमा एउटा परेवालाई कुरे स्वामीसँग भनी रामानन्द स्वामीजीले मोक्ष दिलाउनु भयो भन्ने घटनामा पूर्व जन्ममा यो कुनै वैष्णव थियो भनेर भन्नुभएको थियो। यो पूर्व जन्ममा वैष्णव हुँदो रहेछ भनेदेखि उसले मोक्ष प्राप्त गरेको रहन्छ। पञ्चसंस्कारले मोक्ष प्राप्त भएको हुँदैन रहेछ। त्यसकारण पञ्चसंस्कार मोक्ष साधन होइन। चाहे वानमामलैमा गरौँ चाहे काहीँ नै गरौँ, अन्यत्र पञ्चसंस्कारलाई मोक्ष साधन मान्नुहुन्छ मान्नुहुन्न भनेर दासले त्यो टिप्पणी गर्न मिलेन। तर वानमामलैको सम्प्रदायमा वानमामलै
श्री वैष्णवका जति पनि हामी मुद्राधारक आचार्यहरू छौँ उहाँहरूको मत अनुसार पञ्च संस्कार मोक्षदायक होइन भन्ने सिद्धान्त नै सत्य हो। अब कोही भक्ति योगी छन्, भगवानको भक्ति गर्छन्, उनीहरूलाई परज्ञान भइसकेको छ, परमात्मा ज्ञान भइसकेको छ, अहम ब्रह्मास्मि भनेर आफूमा ब्रह्मात्मकत्वको साक्षात्कार भइसकेको छ भनेदेखि उनीहरूले मोक्ष पाउँदैनन् भनेर भन्नु शास्त्र विरोध गर्नु हो, शास्त्रसँग खेलवाड गर्नु हो, त्यो आफ्नो आग्रहलाई थोपर्नु हो। त्यसकारण मोक्ष हुनको लागि वानमामलय सम्बन्ध अथवा मोक्ष हुनको लागि रामानुज सम्बन्ध नै चाहिन्छ भनेर आग्रह पनि गर्न मिल्दैन। मिथिलामा एउटा कथा के सुनिन्छ भन्दाखेरि श्री जानकीजीको विदाई हुँदाखेरि जानकीजीको डोली उठेन। जसो गर्दा पनि नउठेपछि साक्षात् श्री राघवेन्द्र भगवान नै सवारी भई किन यो डोली उठ्दैन भन्ने विचार गर्दा श्री जानकीजीले के भन्नुभयो, हजुरले मलाई एउटा वचन दिनुपर्छ, त्यो वचन दिने हो भने यो डोली उठ्छ भनेर जानकीजीले शर्त राख्नुभयो। भगवानले के वचन भन्न तिमीले भनेपछि म मानिहाल्छु नि, मेरो लागि आदेश हो तिम्रो वचन भनेर राघवेन्द्र प्रभुले भन्दा जानकीजीले के भन्नुभयो, मिथिलाको सम्बन्ध जोसँग छ, जो जन्मन्छन्, जो यहाँ बाँच्दछन्, जीवनयापन गर्दछन् र जसले यहाँ शरीर छोड्दछन् उनीहरूको योग्यता र अयोग्यताको पात्र विचारण नगरिकन हजुरले उनीहरू सबैलाई परगति प्रदान गरिबक्सिनुपर्छ भनेर जानकी आमाले यसरी पुरस्कार गरिसकेपछि भगवान रामचन्द्रजीले अहो मेरो लागि त यो आनन्दको कुरो हो नि, जानकी सम्बन्ध भएकालाई मैले आफ्नो घरमा दिनु र भनेर भगवान प्रसन्नतापूर्वक अङ्गीकार गर्नुभएको भन्ने कथा। यो कथाको प्रमाण के हो, कहाँ छ भनेर मिथिलाका पण्डितहरूलाई गएर सोद्धा हुन्छ, उहाँहरूले बताउँ, उहाँहरूकै मुखबाट सुनेको हो। अब यसमा के छ त वानमामलयका मुद्राधारक आचार्यहरूको स्ट्यान्ड यसलाई के भन्छन् भन्दा यो कथालाई जसका तस हामी मान्दछौँ। मिथिलाका प्रजाहरूले समाश्रय गर्नुपर्ने भन्ने अनिवार्यतै छैन। जानकीजीको पुरस्कार, जानकीजीको कटाक्ष, जानकीजीको ममत्व छ भनेदेखि त्यो ममत्वले नै उहाँहरूलाई मोक्ष प्रदान गर्छ। पञ्च संस्कारको कुनै पञ्च संस्कार लगाएपछि मात्र तिमीहरू मोक्ष जान्छौ भनेर भन्ने हो भने जानकीजीको कृपामा प्रश्न गर्नु हो। त्यो एउटा कुरा हाम्रो स्ट्यान्ड चाहिँ यो हो। अब अर्को कुरो ठिक, मोक्ष प्राप्ति गर्नको लागि पञ्च संस्कार चाहिँदैन, रामानुज सम्बन्ध प्राप्त गर्नको लागि वानमामलय नै चाहिन्छ कि अन्यत्रबाट पनि हुन्छ भन्ने प्रश्न। अब रामानुज सम्बन्ध प्राप्त गर्नको लागि रामानुज स्वामीजीले नियुक्त गर्नुभएका 74 पीठाधीशहरू, वरवर मुनीन्द्र स्वामीजीले नियुक्त गर्नुभएका अष्टदिग्गजहरू अथवा उहाँहरूकै प्रतिनिधिहरू अथवा जसले पञ्चसंस्कार गराउँदाखेरि अस्मद्गुरुभ्यो नमःदेखि लिएर श्रीधराय नमः सम्मको 13 वाक्य गुरु परम्परा सुनाई अनि मन्त्रको उपदेश कसैले गर्छ भने त्यहीँबाट रामानुज स्वामीसँग सम्बन्ध सिद्ध हुन्छ। त्यसको लागि पनि वानमामलयकै अथवा फलागद्दीकै अथवा फलापीठकै अनिवार्यता भन्ने छैन। यो चाहिँ हाम्रो पक्का स्ट्यान्ड हो। अब यति हुँदाहुँदै वानमामलयका आचार्यहरूले जबरदस्ती अन्यत्रका शिष्यहरूलाई भय देखाई प्रेरित गराई वानमामलयको शिष्य बनाउनको लागि उनीहरूले झोक्छन् भनेर यो कुरा यहाँ मात्र नभई भारतमा पनि फैलाई, भारतका अनेक विद्वानहरूलाई पनि उक्साई, आचार्य महोदयलाई पनि उक्साई। जुन यो काण्ड अहिले भइरहेको छ यो नभएको, हुँदै नभएको एउटा भूमिमा देखिएको धर्कोलाई सर्प भनेर उसलाई मार्ने चेष्टा गरे जत्तिकै हो। हुँदै नभएको आकाशमा धुलो फालेर पुछ नगरिएको चेष्टा जत्तिकै भयो। कसैले पनि यहाँ वानमामलयका आचार्यहरूले केवल वानमामलय सम्बन्धद्वारा नै रामानुज सम्बन्ध सिद्ध हुन्छ भनेर पनि भनेको छैन। यो असत्य हो, यो हुँदै होइन। पहिला सुरु वानमामलय सम्बन्धद्वारा नै मोक्ष प्राप्त हुन्छ भनेर पनि भनेकै छैन। त्यसरी भन्ने हो भने त्यो सिधै रामानुज द्रोह हुन्छ, भगवत अनुग्रहमाथि सवाल हुन्छ। मोक्ष कसरी प्राप्त हुन्छ भनेर आचार्यहरूले कसरी बताउनु भएको छ? कृपया केवलम आत्मसात कुरु, मैले गरेको लिएको पञ्च संस्कारको बलले मलाई स्वीकार गर भन्नुभएको छैन, तिमीले कृपा गर। रामानुज स्वामीजीले गद्यमा पनि मैले गरेको शरणागतिको भरमा हजुरले स्वीकार गर्नु भन्नुभएको छैन। केवलम मदीयैव दयया भनेर भगवानको वाक्य छ त्यहाँ।
मेरो दया मात्रैले म तिमीलाई स्वीकार गर्छु भनेर भगवानले पनि भन्नुभएको छ। कालत्रये करणत्रय निर्मिताति पापक्रियस्य शरणं भगवत् क्षमैव। भगवानको क्षमा नै हो हाम्रो शरण भनेर वरवर मनिन्द्र स्वामीजीले पनि भन्नुभएको छ। अनेकत्र भगवानको कृपा नै हाम्रो शरण हो, भगवानको दया नै हाम्रो शरण हो, भगवानको क्षमा नै हाम्रो शरण हो भनिसकेपछि मैले गरेको पञ्चसंस्कारको भरमा त्यो कृपा किन्न सक्छु भनेर भन्ठान्नु, त दयालाई किन्न सक्छु भनेर भन्ठान्नु र त्यस्तो उपदेश गर्नु भनेर कसैले भन्छ भने उसले सम्प्रदाय पनि जानेको छैन, सम्प्रदायका सिद्धान्तहरूलाई पनि जानेको छैन र भगवानको कृपालाई पनि उसले विश्वास गरेन भन्ने अर्थ ठहर्छ भन्ने हाम्रो स्ट्यान्ड हो। अब कसैले त्यसरी जबरजस्ती गराएको छ भने त्यो जेनरल यस्तो संवेदनशील कुरामा जुन कुराले गर्दाखेरि यत्रो हङ्गामा हुनसक्छ, त्यस्तो संवेदनशील कुरामा जेनरल सामान्य रूपमा आरोप लगाएर हुँदैन, स्पेसिफिक भई यो व्यक्तिले यसलाई जबरजस्ती लिएर गएर समाश्रय गरेको हो भनेर प्रमाणपूर्वक बताउनु पर्छ। होइन भने यसरी आकाशमा लट्ठी चलाएर काम छैन। यति हुँदाहुँदै अब दासले वानमामलै जीयर स्वामीजीको भागवत अपचारबाट बच्नुहोस् भन्ने आदेश र श्री वैष्णवोचित आफ्नो स्वरूपको हानि नपुर्याइकन प्रतिक्रिया दिनुहोस् भन्ने आदेशलाई दासले शिरोधार्य गर्दै के भने, यति हुँदाहुँदै पनि दासमाथि अथवा स्वामीजीमाथि अथवा यो मन्दिरमाथि कतै कुनै श्री वैष्णवलाई शङ्का छ यिनीहरूले गरे यस्तो, अथवा कहीँ पनि हेटौँडा मन्दिरमाथि अथवा तिलपुङ मन्दिरमाथि अथवा घटेकुला मन्दिरमाथि जति पनि वानमामलै जीयर स्वामीजीको मुद्रा धारण गरेर आचार्यहरू विराजमान हुनुभएको जति पनि मन्दिर संस्थानहरू छन्, उहाँका आचार्य अथवा उहाँका शिष्य, यस मन्दिरसँग सम्बन्धित वानमामलै जीयर स्वामीजीका शिष्य जति पनि छन्, उहाँहरूले चाहिँ नि यस्तो गर्नुभयो भनेर व्यक्तिगत रूपमा कसैलाई लाग्छ भने त्यसको लागि दासले क्षमा प्रार्थना गरेँ। किनभने आफ्नो गल्ती कसैले देख्दैन। हामीले गल्ती गरेका छौँ या गरेका हाम्रो स्ट्यान्डलाई दासले बताइसकिन्, हाम्रो मन र हाम्रो वचन र हाम्रो क्रिया कुन दिशामा चल्छ भनेर दासले भर्खर निवेदन गरिसकिन्। यति हुँदाहुँदै पनि कसैलाई लाग्छ, कसैको मनमा पर्यो, वैष्णवहरूको मनमा यिनीहरूले यस्तो गराए कि भन्ने पर्यो भनेदेखि हामीले गरेका छैनौँ भनेर हामी विवाद नगरिकन हजुरको चित्त प्रशान्त होस् भनेर हामी क्षमा याचना गर्छौँ। क्षमा याचना गर्नु नै हाम्रो श्री वैष्णवको स्वरूप हो। त्यति मात्र हजुरहरूले भने जति मात्र अपराध होइन, अहमस्म्य अपराधानाम आलयः। अनेक हजुरहरूले सोच्दै नसोचेको अपराधका पनि खान हामी हौँ। अपराध सहस्र भाजनम, एउटा दुईवटा अपराध हामीमा छैन, असङ्ख्य अपराध छ। शरणागताख्य अरे कस्तो हुन्छ अरे, एउटा सर्पले चाहिँ नि त्यो एक प्रकारको छुचुन्द्रोलाई निल्यो भने त्यो विषालु हुँदो रहेछ, खायो भने प्राण जान्छ, ओकलो भने आँखा फुट्छ। त्यस्तो छुचुन्द्रो अरे त्यो सर्पले खाँदाखेरि। म पनि भगवानको लागि त्यस्तै भएको छु भनेर बराबर पनि स्वामीजीले शरणागताख्य, शरणागत होइन, शरणागत भन्ने नाम छ। ओकल दिउँ शरणागतलाई त्याग गर्यो भन्ने धब्बा लाग्छ, लिउँ महापापी छ, आख्या नाम मात्र यसको शरणागत हो, शरणागत चाहिँ होइन। के छ हामीले त्यसरी भगवानलाई समेत पीडा दिइरहेका छौँ। नित्य नै समस्त श्री वैष्णवहरूसँग समस्त आचार्यहरूसँग क्षमा मागि नै रहनुपर्ने हाम्रो स्वरूप भएको हुनाले जसलाई दासको अथवा कुनै पनि वानमामलै पीठसँग सम्बन्धित शिष्यको सत्ता मात्रै पनि बिजेको छ भने हामी यो संसारमा रहनु नै पनि हजुरहरूको मनमा त्यसले खेद पुर्याउँछ भने हामीले क्षमा याचना गर्नुबाहेक हामीसँग अरू कुनै अब उपाय छैन। हामीले हजुरहरू सबैजनालाई हात जोडेर क्षमा याचना गर्छौँ भन्ने एउटा कुरो। अर्को कुरो, यो पत्र एउटा अहिले सर्कुलेट भएको रहेछ, यो अप्रामाणिक पत्रलाई लिएर त्यसको बारेमा क्ल्यारिफाई गर्नु भनेकै एउटा आफू झरेर कहाँ जानु जत्तिकै हो। त्यही पनि जहाँ जति झरे पनि कम, यो जति सबैभन्दा नीच स्तरमै हामी भएको हुनाले त्यसलाई पनि दासले क्ल्यारिफाई गर्न खोजेँ। दुईजना महानुभाव स्वामीजीहरूको नामले, स्वामीजीहरूको अब पब्लिक यसमा चाहिँ नि व्यक्तिगत नाम कसैको दासले लिइन, दुईजना स्वामीजीहरूको नाममा प्रश्नकर्ता र श्रोताको रूपमा दुई स्वामी उपस्थित भई दाससँग प्रश्न गरेको भन्ने त्यसमा लेटरमा लेखी दुईटा पत्रमा अङ्कित गरी टाइप गरी त्यो सर्कुलेट भएको रहेछ। त्यसमा गरिएका प्रश्नहरू सबै सही हुन्, उत्तरहरू कोही सही हुन् कोही सही होइनन्। त्यसमा प्रयोग गरिएको भाषा दासको भाषा होइन। त्यसमा
एउटा उत्तर के सही हो भन्दा हजुरले ती किन विरोध गर्नु भएन त, डाँचीमै किन विरोध गर्नु भएन त भन्दाखेरि स्वामीजीको अगाडि दासहरूको औकात छैन बोल्ने भनेर दासले भनेको हुँ। त्यसपछि अनि अरू शिष्यहरू भानुमामलै जीहरूसँग समाश्रय हुन आउँदाखेरि उनीहरूको नाम पता ठेगाना पता गरेर प्राप्त गरेर उनीहरूलाई रोक्नुपर्ने थियो नि त भन्दाखेरि सबैलाई रोक्ने जिम्मा भानुमामलैको श्री आचार्यहरूको हो कि जसले जसले आचार्यले समाश्रय गराउनु भयो उहाँहरूले आफ्ना शिष्यहरूलाई दोस्रो चोटि तिमीहरूले समाश्रय लिनु पर्दैन बाबा हो भनेर उहाँहरूले शिक्षा दिनु उचित हुन्थ्यो कि उहाँहरूले शिक्षा नदिएको जिम्मेवारी पनि भानुमामलैले लिनुपर्ने हो भनेर आरोप लगाउनु भयो। त्यो उचित हो त भनेर सोधि त्योसम्म सही हो। बाँकी ज्योति बाबाको नाम दासले कहिले लिने गरेको छैन, ज्योति बाबा नै भन्ने गरेको छ। त्यहाँ नाम उहाँको लेखिकन यसका चेला उसका चेली भनेर लेख्नु भएको रहेछ, त्यसरी दासले नाम लिने गरेको छैन उहाँको। यसै गरी त्यहाँ अब यहाँ सदस्य रूपमा प्रकट रूपमा बोल्दै नहुने शब्द पनि त्यहाँ लेखा छ, ह लगाइकन अनि पछिल्तिर राम भनेर पनि लेखा छ। त्यो शब्द पनि दासले बोल्ने गरेको छैन, किन त्यसको हिन्दी अर्थ के हो भनेर दासलाई थाहा भएको हुनाले त्यो शब्द दासले बोल्दिन। यस प्रकार बोल्दैन भने जतिसुकै आक्रोशमा आए पनि, जतिसुकै चिच्याए पनि, जतिसुकै उग्र भएर बोले तापनि यी अपशब्दहरू चाहिँ दासले सकेसम्म रोक्ने नै हो। त्यही पनि त्यो पत्रमा लेखेको नभएको कुरा त्यो पत्रमा लेखिए तापनि यदि कसैको मनमा ठेस पहुँचेको छ भने त्यसको लागि पनि पत्र प्रकाशित गर्नेले होइन दासले नै त्यसको लागि पनि क्षमा याचना गरे। अब क्षमा याचना गरेर पुग्दैन भन्नुहुन्छ भने के डन्डा आएर हान्नुहुन्छ त्यो पनि हामी सहौँला। अब त्यसपछि अर्को कुरो स्वामीजीको भानुमामलै जीयर स्वामीजीको लेटर दासले लेखेको हो कि उताबाट आएको हो भन्ने प्रश्न भयो। यो कुनै प्रश्न हो? स्वामीजीको लेटर हेडमा स्वामीजीले साइन गरेर पठाइसकेपछि यो प्रश्न उचित रहन्छ र यसको के उत्तर चाहिँ दिनु? अब मोक्ष प्रदान गरेको भगवानले हो कि कसले गरेको भन्दाखेरि भगवानले गरेको त भन्ने हो। उताबाट लेटर आइसकेपछि त्यो लेटर उताबाटै आएको हो यताबाट लेखिएको भनेर प्रश्न गर्नु उचित हुँदैन, स्वामीजीकै हो त्यो लेटर। अनि अर्को प्रश्न, त्यो लेटर पोस्ट गर्दाखेरि वेङ्कटेश मन्दिरको उसमा आचार्य र त्यसपछि अर्को शब्द लेखिएको रहेछ। त्यो शब्द अब दासले पोस्ट गर्न धेरैजना यहाँ हाम्रा शिष्यहरू हुनुहुन्छ, उहाँहरूले फेसबुक चलाउनुहुन्छ, तीमध्ये कुनैलाई यो बाबा यो स्वामीजीको लेटर आएको रहेछ, यो लेटर सबैजनालाई पोस्ट गर्नु भनेर भन्नुभएको छ, पोस्ट गरिदिऊ भनेर भन्दाखेरि ती बाबुलाई जुन भएको मनमा भएको पीडा हो तिम्रो नरक जान्छौ भन्ने उनले बुझे बिचरा, त्यही दासले पनि बुझेको त्यही हो। डाँचीमा भएको धेरैवटा प्रवचन भएको थियो, आचार्यले धेरै प्रवचन गर्नुभएको छ डाँचीमा पनि। दासले महनीय आचार्यहरूको पूजनीय आचार्यहरूको नाम लिइन। आचार्यहरूले प्रवचन गर्ने क्रममा दोस्रो पटक समाश्रय हुँदाखेरि कृतज्ञता भन्ने दोषको आपत्ति, भगवानबाट अक्षमा, भगवानले कहिल्यै पनि क्षमा गर्नुहुन्न भन्ने एउटा दोष। अर्को यो चाहिँ दासलाई के लाग्छ भने यी दुई दोषहरू चाहिँ आचार्यलाई नसोधिकन अन्यत्र गएर समाश्रय हुँदाखेरि यस्तो दोष लाग्छ भनेर स्वामीजीबाट मर्जी भएको हो भने जस्तो लाग्छ। स्वामीजीले यो चाहिँ सबैको लागि भन्नुभएको होइन जस्तो लाग्छ। अर्को के दोष, दोस्रोचोटि समाश्रय हुँदाखेरि फेरि पकाउँदाखेरि जुन दुर्गन्ध आउँछ पकाएको वस्तुमा, यो दुर्गन्ध फेरि पञ्चसंस्कार हुँदाखेरि आउँछ भन्ने बुझाइ, सबैको बुझाइ त्यही हो। आचार्यले आफ्नो शिष्यलाई पुत्रीको स्थानमा राखेर भगवानसँग विवाह गराइदिनु, भगवान सबैको पति हुनुहुन्छ, पतिम विश्वस्य भन्ने प्रमाण अनुसार। त्यसकारणले पञ्चसंस्कारमा एकचोटि विवाह भएको हुन्छ, अर्कोचोटि पञ्चसंस्कार गर्दा फेरि विवाह गरेको एउटा तुल्य अवध्य एउटा दोष लाग्दछ भनेर एउटा दोस्रो कुरा भयो। त्यसपछि मुख्य कुरा त्यो पञ्चसंस्कार यस प्रकार गर्न दोस्रोचोटि गर्नाले नरकमा गइने कुरा पनि, अब यसबाट भगवानको मनमा क्षमा भएन भने अवश्य नरक पुगिन्छ भन्ने कुरा त सिद्ध भइ नै गयो। भगवानले क्षमा गर्नु भएन भनेदेखि यी अब दासले त कसैलाई भनेको होइन, यो कुरा त आगो फैले जस्तो सबैतिर फैलि नै गयो। त्यो अब सबैजनाले फेसबुकमा पनि सोसियल मिडियामा पनि यो पोस्ट राख्नुभएकै थियो। यो कुरा नै पुग्यो भानुमामलैसम्म पनि, प्रचलित सञ्चार मिडियामा यसरी राख्नुहुन्न भनेर स्वामीजीलाई मर्जी भएको। अब त्यो शिष्य स्वामीजीको कुनै यसमा स्वामीजीले हामीले
हात जोड्ने हो। शिष्यहरूको काम हो। स्वामीजीले त पोस्ट गर भनेर भनिबक्सेको थिएन। स्वामीजी त आफ्नो शिष्यहरूलाई उपदेश गर्ने क्रममा नै स्वामीजीबाट मर्जी भएको, तर शिष्यहरूले राखिदिए। अब त्यो राख्दाखेरि सबैलाई ज्ञान भयो भनेपछि भानमामलै जीयर स्वामीसँग तिमीहरूको आचार्यसँग तिमीहरूको सम्बन्ध भएको हुनाले तिमीहरूमा चाहिँ यत्रा दोष आउँछ भन्दाखेरि जुन बाबुले पोस्ट गरेको हो त्यो बाबुलाई सहन भएन, ती बाबुले लेखिदिए। दासले थाहा पाउने बित्तिकै ए बाबु यसरी लेख्नुहुन्न, त्यो हटाइदेऊ भनेर भनी। अब अरू बाबुलाई दासले दोष लाएर हुँदैन। वेङ्कटेश मन्दिरको पेजबाट जे पोस्ट भए पनि त्यो पोस्टको जिम्मेदारी दासैको, दासले लिन्छु त्यो पोस्टको जिम्मेदारी स्वामीजीको र दासको नै हो। त्यसकारण स्वामीजीले र दासले दुवैजनाले त्यसको लागि पनि करबद्ध क्षमामा याचना गर्दछौँ। त्यसको लागि पनि क्षमा याचना बाहेक अरू कुनै दण्ड छ भने त्यो दण्ड पनि दिनुहोस्, त्यो पनि भोग्नको लागि तयार छौँ। अब अर्को कुरो, धनगढी स्वामीजी सवारी भएको बेलामा धनगढी स्वामीजीको स्वागतको लागि दास उपस्थित भइन भन्ने एउटा आरोप। वास्तवमा जुन समाश्रय आचार्यको सम्बन्ध लिएको हुनाले तिमीहरू नरक जान्छौ भन्ने जुन त्यो प्रकरण मनमा आयो, त्यो सुन्दाखेरि त्यो वेदना कस्तो हुन्छ भनेर आफै सबैजनाले छातीमा हात राखेर बुझ्नुपर्ने हो। के त्यो आरोप गर्नु हुँदैन। धनगढी स्वामीजी सवारी हुँदा के भयो? स्वामीजीलाई केही दासले स्वामीजी हजुरलाई यसरी हेरेर बस्ने हो र? स्वामीजी हजुरको अध्यक्षतामा, हजुरको महन्तत्वमा, हजुरको आचार्यत्वमा सम्पन्न भएको ब्रह्मोत्सवमा यसरी वानमामलेको पुरा परम्पराले नै सिधै भए जति नेपालमा कति वानमामलेका शिष्यहरू हुन्, ती सबै शिष्यहरूमा पुनर्विवाहको दुर्गन्ध, आत्मामै दुर्गन्ध आउने आक्षेपहरू लाग्दाखेरि हजुरले पहिल्यैबाट स्वामीजीलाई के चाहिँ जसले स्वामीजीलाई अनावश्यक कुराहरू, नचाहिँदा कुराहरू भने त्यो समयमा हजुरले ध्यान दिनुपर्ने थिएन। केही भनौँला, उग्र रूपमा बोलौँला, स्वामीजीको अगाडि यसरी बोल्नु उचित हुँदैन। आफ्नो स्वभाव त आफूलाई थाहा हुन्छ नि। त्यसरी स्वामीजीसँग उग्र स्वभावमा बोल्नुभन्दा बरु स्वामीजीको अगाडि नपरेर त्यो अपचारबाट बच्नु नै उचित हुन्छ भनेर दास स्वामीजी आउने बित्तिकै भागेको हो। यसमा स्वामीजीलाई अपचार होला भन्ने दृष्टिले मात्र यहाँबाट अपसरण गरेको हो, होइन भने स्वामीजीलाई अपमान गर्नको लागि गरेको होइन। स्वामीजीलाई पनि निवेदन गरिने अर्को दिन स्वामीजी हजुरसँग दासले क्षमा माग्छु, त्यसरी बोलौँ। त्यो मनमा धेरै पीडा थियो त्यो समयमा, अहिले पनि पीडा छ, तर अहिले समय बितिसकेको हुनाले त्यो पीडा कम भइसक्यो। त्यसकारणले त्यो दिन म हिँडेर गएको हजुरलाई नराम्रो लागेको छ भने क्षमा गरिदिबक्सेस भनेर देवराज स्वामीजीलाई दासले धनगढी स्वामीजीलाई निवेदन गरेँ। स्वामीजीले पनि होइन, मनमा त्यस्तो केही लागेको छैन, भइगयो नि भनेर स्वामीजीबाट मर्जी भयो। अर्को, स्वामीजीलाई सठारी प्रदान नगरिएको कुरो। अब यसलाई ठुलो दासले देखिन, किन भन्दाखेरि त्यहाँ त्यो समयमा मन्दिरमा उपस्थित अर्चक, मन्दिरमा 3 वर्षदेखि पढ्दै आएका भए पनि अर्चकत्वेन, अर्चकका रूपमा ती मन्दिरमा छिरेको धेरै दिन भएको छैन। पुरा भगवानको सेवा विधि, न्यास विधिलाई पूर्ण रूपमा सिक्दैछन् ती बाबु। मन्दिरमा सामान्य नियम के छ भन्दा अर्चनाको बेलामा र आरतीको बेलामा मात्रै सठारी उठाउने चलन छ। सठारी जहिले पनि सवारी हुँदैन वेङ्कटेश मन्दिरमा, तर ठुला ठुला आचार्यहरू सवारी भएको बेलामा अवश्य नै सठारी उठाइन्छ नै। कोही पनि कुनै पनि मठका महन्तहरू, ठुला विद्वानहरू सवारी हुँदाखेरि सठारीको सवारी गराइन्छ। त्यो ज्ञान त्यो बाबुलाई भएन। उसले जस्तोको तस्तै स्वामीजीलाई, स्वामीजी सठारी, स्वामीजीले आफैले सठारी भन्दाखेरि स्वामीजी सठारी अर्चना नभइकन त उठाउने गरेका छैन भनेर उनले भन्दैछन्। त्यो बाबुको अज्ञानको लागि पनि दासले क्षमामा याचना गरे। अब अज्ञानले गरिएको जुन यो अपराध, जुन घटना घट्नु छ, सबै छिद्रेष्वनर्था बहुली भवन्ति क्षते प्रहाराः निपतन्त्यभीक्ष्ण भनेर संस्कृतमा भन्छन्। जहाँ छिद्र छ ती चाहिँ धेरै पाल, एउटा ठाउँमा पाल पऱ्यो भने कपडामा ठुलो हुँदै जान्छ अरे, त्यसको लागि निमित्त धेरै बन्दै जान्छन्। जहाँ घाउ लागेको छ ती धेरै ठोक्किँदै जान्छ अरे, ती घाउ लागेकै गोडामा। त्यसै गरी जहाँ अहिले हामीलाई सङ्कट आइपरेको त्यही समयमा यी मसिना मसिना कुराहरू जोडिँदै गएका हुन्। यी सबै कुरालाई श्री वैष्णवहरूले मनमा घाउ लाग्ने गरी ठुलो नबनाइकन क्षमा गरिदिनु भएदेखि चाहिँ यो उचित होला कि जस्तो लाग्यो हो। क्षमा गर्ने नगर्ने अब हजुरहरूको इच्छा। अब त्यसपछि मुख्य कुरो, अरू केही कुरा बाँकी छ? अरू कुरो केही कुरा? जबरदस्ती बनाएको भन्ने कुरो, त्यो जबरदस्ती बनाएको भन्ने कुरोलाई त दासले निवेदन गरिसकि। जबरदस्ती बनाएको भए त्यो जनरल स्टेटमेन्ट दिएर पक्कै पनि हुँदैन। त्यसको लागि यसलाई जबरदस्ती बनाएको हो भनेर
तोक्न सक्नु पर्यो। त्यो तोकिसकेपछि त्यसको लागि के दण्ड दिने हो, के कानुन हो, के नियम हो, दण्ड दिने अधिकार कस्तो छ, सम्बन्धित निकाय श्री वैष्णव परिषद छँदैछ, उहाँसम्म पुर्याएर त्यसको उपचार गर्नुपर्ने हो। त्यसको लागि वानमामलैको मन्दिरहरूलाई मुख्य रूपले श्री वेङ्कटेश मन्दिरलाई र मुख्य रूपले दासलाई त्यसको लागि टार्गेट गर्नु चाहिँ नि उचित होला जस्तो लाग्दैन। त्यही पनि दासले माफी मागिसके। यदि हजुरहरूको मनमा त्यस्तो लाग्छ भने हामी माफी माग्छौँ भनेर माफी मागिसके। क्षमा याचना गर्नुमा श्री वैष्णवको स्वरूपै जतिखेर पनि क्षमा 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 भनेर भन्नु नै हो। दासले क्षमा क्षमा भनेकै छु। त्यसपछि अर्को, अब यो चाहिँ विशेष गरी अरूको लागि नभएर वानमामलैका शिष्यहरूको लागि, वानमामलैका कतिजना शिष्य आमाहरू जान्नेहरू उहाँहरू आएर कि हामीले दुईचोटि समाश्रय लिएर गलत गरेका हौँ त, प्रसादको रूपमा समाश्रय लिएर पनि हाम्रो यो अन्ध परम्परा हो या शास्त्रसम्मत परम्परा हो, वानमामलैमा चलिरहेछ भन्ने कुरा त स्वामीजीले मर्जी भइ नै सक्यो। उहाँ अयोध्यामा बालदेशिक स्वामीजी होइन, लगभग कति वर्ष, 100 वर्षभन्दा माथि बनी। उहाँ के अरे यहाँ राणाहरूको राज भएको धेरै भइसक्यो। हजुर, राणाको घरमा ब्राह्मण पुरोहित गुरुको रूपमा होइन, दोस्रोचोटि समाश्रयणको कुरा नै त्यो आएकोदेखि नै अनादिदेखि नै त्यो चल्ने यहाँ नेपालमा चलिरहेको छ। हजुर, स्वामीजीबाट यो मर्जी भइ नै सक्यो। श्रीनिवास स्वामीजी, तोताद्री स्वामीजी, महनीय आचार्यहरू यहाँ विराजमान हुँदाखेरि उहाँहरूको करकमलबाट शङ्खचक्र प्राप्त गर्ने महानुभाव श्री वैष्णवहरूले फेरि वानमामलैमा गएर शङ्खचक्र लिएको यहाँ सिद्ध छ। अब यो सबै पुरै कहाँदेखि परम्परा हो? वानमामलैमा त अझ के परम्परा हो भनेदेखि वानमामलैका शिष्य बाहेक अरू कोही वानमामलै पीठमा आचार्यको रूपमा जानुहुन्छ भनेदेखि, वानमामलैका शिष्यहरू बाहेक अरू कुनै आचार्य वानमामलैको पीठमा सन्यासीको रूपमा पीठाधीश भएर त्यहाँ आरूढ हुनुहुन्छ भनेदेखि उहाँले पनि पूर्व आचार्यसँग, पूर्व पीठाधीश स्वामीजीसँग शङ्खचक्र लिएरै अनि सन्यास ग्रहण गर्ने क्रम वानमामलैमा रहेको दासले सुनेको छु। अब त्यो होइन हो भनेर हजुरहरू उहीँ गएर त्यो लिने हो। जे सुनेको हो दासले त्यो कहीँ लिखित भेटेको होइन, श्रीकान्ताचार्य स्वामीजीको मुखारविन्दबाटै दासले श्रवण गरेको हो। उहाँसँगै स्वामीजीहरूले कसैले पनि जिज्ञासुहरूले कन्फर्म गर्दा भयो। जस्तै वानमामलैमा दुईचोटि समाश्रयण गर्ने परम्परा छ। अब यसमा शास्त्र परम्परा के हो भनेर बुझ्नु पर्यो। यसमा दासले जुन अहिले शास्त्र प्रमाण देखाउन भन्न जाँदैछु, दोस्रो चोटि पञ्चसंस्कारको अनिवार्यतालाई बताउनको लागि दासले भनेको होइन। फेरि दोहोऱ्याउँछु, दासले अहिले भन्न गइरहेका प्रमाण जति पनि छन्, दुईचोटि, तीनचोटि, चारचोटि, 6 चोटि, 12 चोटि, 16 चोटि पञ्चसंस्कार लिनै पर्छ भनेर अनिवार्यताको लागि दासले भनेकै होइन। किनभनेदेखि वानमामलैमै पनि एकचोटि मात्रै पनि पञ्चसंस्कार लिइन्छ, जति पनि लिइन्छ। सिधै वानमामलै जीयर स्वामीसँग जसले जसले पञ्चसंस्कार लिनुभएको छ उहाँहरूले एकचोटि मात्रै लिने हो। जस्तै हाम्रो अच्युत बाबुल, अच्युत काफले, उनको एकचोटि मात्रै हो। अथवा यहीँ पनि वेङ्कटेश मन्दिरमै पनि हाम्रो वेङ्कटेश बराल बाबु सिन्धुलीका, उनले वानमामलै दाससँगै बाबुले शङ्खचक्र लिए तापनि स्वामीजी सवारी हुँदाखेरि स्वामीजी दास चाहिँ अहिले लिन्न, बरु उहीँ वानमामलै गरेर लिन्छु कि जे भने पछि गरौँला, अहिले लिन्न नि भन्दाखेरि कम्पेल गरिन। तेरो इच्छा जे हो बाबु, मेरो मन चाहिँ लिदियोस् भने तैँले लियोस् भन्ने हो, तेरो इच्छा जे हो त्यो गर भनेर छोडिदिएँ। जस्तै वानमामलैकै शिष्य भए तापनि उसलाई जबरजस्ती शङ्खचक्र लिन धकेलिएन। त्यसै गरी हाम्रो यस मन्दिरमा धेरैजना बाबुहरू परम सौभाग्यले प्रतिवादी भयङ्करम स्वामीजीका शिष्य पनि छन्। परम सौभाग्यले गोवर्धन रङ्गमन्दिरका शिष्यहरू पनि छन्। ती कुनै पनि बाबुले मन्दिरबाट उनीहरूलाई समाश्रय हुनको लागि प्रेरित गरिएका छन् भनेर भनुन् त लु। ती बाबुहरूलाई सोध्नुभयो होला नि त उहाँका बुवा आमाले, कसैले एउटा पनि बाबु यहाँबाट नप्रेरित भएका छन्। अझ त्यहाँ शङ्खचक्र गर्ने ठाउँमा पुग्दाखेरि त साना साना बाबुहरूलाई झुक्किएर यिनीहरू स्वामीजीसँग शङ्खचक्र लिएलान् भनेर उनीहरूलाई त्यहाँबाट हटाइएको पनि छ ती बाबुहरूलाई। त्यसकारण यो मिथ्या प्रचार गर्नु हुँदैन, यो जबरजस्ती गर्नु भन्ने होइन। अहिले भन्दै गर्न खोजेको के भन्दाखेरि समाश्रय पञ्चसंस्कारको पुनरावृत्ति नरक दिने हो कि होइन त्यति मात्रै विचार हो। त्यो अनिवार्य हो भनेर भन्न खोजेको होइन दासले। अनिवार्य हुँदै होइन,
एकचोटि पञ्चसंस्कार गरे पुग्छ। पञ्चसंस्कार मोक्षको लागि पञ्चसंस्कार गर्नुपर्छ भन्ने अनिवार्यता पनि छैन भनेर दासले सुरुमै निवेदन गरिसकेका छु। कोही मुमुक्षु छ भने उसले पञ्चसंस्कार लिनै पर्छ भन्ने अनिवार्यता पनि छैन। रामानुज सम्बन्धी नभइकन अन्य प्रकारले भक्ति योग गरी ज्ञान सम्पादित गरी परमात्मा साक्षात्कार गरी उसले मोक्ष प्राप्त गर्छ भने त्यसलाई हामीले चाहिँ नि रोक्न, हामी को हौँ र तैँले पञ्चसंस्कार ल्याएन त वैकुण्ठ जान पाउँदैछ भनेर भन्ने हामी को हौँ? हु आर वी? हामीले डिक्टेट गर्न मिल्छ र यो चाहिँ नरक जान्छ, यो चाहिँ स्वर्ग जान्छ, यो चाहिँ वैकुण्ठ जान्छ भनेर? त्यो हामीले भन्नै मिल्दैन। त्यो हाम्रो अधिकारको क्षेत्रै होइन, त्यो केवल भगवानले गर्ने हो त्यो। अब दोस्रो चोटि पञ्चसंस्कार लिँदाखेरि त्यो दोष हो कि होइन, पाप हो कि होइन भन्ने कुरालाई विचार गरौँ। हाम्रो सम्प्रदायमा वेद प्रमाण, त्यतिकै प्रमाण श्री भगवत शास्त्र। भगवत शास्त्र भनेर हामी पाञ्चरात्र आगमलाई भन्छौँ। पाञ्चरात्र आगमका समस्त संहिताहरू हाम्रो लागि प्रमाण हुन्। हामीले पञ्चसंस्कार गरेको नै पाञ्चरात्र शास्त्रलाई प्रमाण मानेर हो। पाञ्चरात्र शास्त्रलाई प्रमाण नमान्ने हो भने पञ्चसंस्कारै प्राप्त छैन हामीलाई। कुन शास्त्रलाई हेरेर पञ्चसंस्कार गर्ने? तेरो मुख्य प्रमाण पुराणहरूमा आएका आचारहरू, पुराणमा गरिएको विधानले पञ्चसंस्कार पक्कै लिएको होइन। यो आगममा भएको विधान अनुसार हामीले पञ्चसंस्कार लिएको हो। अब पञ्चसंस्कार गर्दाखेरि श्री पराशर संहिता भन्ने एउटा संहिता, पाञ्चरात्र आगमको संहिता, त्यो संहितामा प्रथम अध्यायमा नै प्रपन्नहरूलाई भन्दाखेरि यो काम्य पञ्चसंस्कार होइन नि। फेरि काम्य किन होइन भन्दा यो प्रपन्नहरूको लागि भनिँदैछ। प्रपन्नहरूले कस्तो गर्नुपर्छ भन्दाखेरि जातकर्म गर्दाखेरि के गर्ने अरे? ताप संस्कार विधिना चक्रम शङ्खं सदा शुचिः कृत्वा तप्तं लघुतरं सार्द्रकं श्वेतमृत्स्नया पिता वा गुरुशिष्यो वा शङ्खचक्राख्यमन्त्रवित् दक्षिणे तु भुजे चक्रं शङ्खं वामे भुजे न्यसेत् अर्धचन्द्राकृतिं सम्यक् ललाटे श्वेतमृत्स्नया ऊर्ध्वपुण्ड्रम तथा कृत्वा जातकर्म समाचरेत भन्दा जातकर्म भन्ने संस्कार बच्चालाई गराउँदाखेरि ताप संस्कार विधिना भनेर त्यो तप्त, त्यो बच्चालाई तप्त चक्र दिँदाखेरि त्यसलाई के गर्नु अरे? तप्तम लघुतरम, धेरै नतपाउनु अरे। फेरि तप्त भइसकेपछि त्यसलाई श्वेतमृत्स्नया, सेतो माटो भनेको तिलक, तिलकले त्यसलाई भिजाइदिनु अरे, त्यो शीतल हुन्छ। अब त्यसले चाहिँ त्यो बच्चालाई शङ्खचक्राङ्कन गराउनु भनेर यसमा लेखिएको छ। एकचोटि भयो। अब दोस्रो चोटि नामकरण कसरी गर्नु? पिता वै नामकरणे तद्वत् चक्रादिधारणं कृत्वाथ नामकरणं। चक्रधारण गराएर, चक्रादिको धारण गराएर अनि पिताले नामकरण गराउनु, भगवत दास्यको नाम दिनु भनेर नामकरण गर्दाखेरि पनि उसलाई चक्रधारण गराउनु भनेर भनिएको छ। अन्नप्राशनमा अन्नप्राशन काले तु तद्वत् चक्रादिधारणं कृत्वा शिशोः पितावाथ शुचिमार्गेण सद्विजः। अब अन्नप्राशन गराउँदा पिता अथवा प्रपन्न मार्गमा रहेको सद्ब्राह्मण कोही छन् भने उनले त्यो बच्चालाई पहिले जस्तै चक्रादि तद्वत् चक्रादि धारण, पहिले चाहिँ चक्रादि धारण गराइकन बच्चाको अन्नप्राशन गराउनु। शीतल भनेको छ, शीतल भनेर भने आएन यसमा चाहिँ। शीतल भनेर त केवल जातकर्ममा मात्रै भनिएको छ। चौल, बच्चाको चूडाकर्म, चूडाकर्म गराउँदा के गर्नु? चौलकर्म दिने सम्यक् तप्त चक्रादि धारणं कृत्वा श्रुति विधानेन चौलकर्म समाचरेत्। चौलकर्म गर्दाखेरि पनि चक्रधारण गराएर, चक्रादि धारण गराइकन त्यो बाबुको चाहिँ चक्रधारण गराउनु भनेपछि त्यसपछि शिखाको परिमाण के हुनुपर्छ? प्रपन्नहरूले दाढी जुङ्गा राख्नुहुन्छ हुँदैन, ती सबै कुरा भनिकन ऊर्ध्वपुण्ड्रको लक्षण के हो भनिकन पछि फेरि के भन्नुहुन्छ? प्रपन्नो, यो पराशर महर्षिले उपदेश गर्दै गर्नुभएको, प्रपन्नो यदि वा श्रेष्ठ एतदुक्त विधानतः, यहाँ भनिएको विधान अनुसार के गर्नु अरे? निषेक ब्रह्ममेधान्तम, निषेक भनेको गर्भाधान, गर्भाधानदेखि लिएर ब्रह्ममेधान्तम, ब्रह्ममेध पर्यन्त अन्तिम संस्कार पर्यन्त 16 संस्कार आयो। अब 16वटा। पंच संस्कार पूर्वकम आचरेद योथवा विप्रः सगुरुः वैष्णवः शुचिः, पवित्र गुरु बन्न योग्य वैष्णव ऊ हुन्छ भनेर यसमा बताइयो। भनेपछि भगवत शास्त्रमा सिधै प्रत्येक संस्कार 16 संस्कारमा विधान गरिएको छ। पंच संस्कार पूर्वकम, यी सबै कर्म गर्नु भनेर विधान गरिएको छ। अब दासले भन्न खोजेको फेरि दोहोऱ्याउँछु,
हरेक कर्ममा पञ्चसंस्कार यसरी पटक पटक अनिवार्य हो भन्नको लागि दासले निवेदन गरेको होइन। भगवत शास्त्रमा विधान भएको हुनाले भगवानले पराशर महर्षिद्वारा चेतनहरूको उज्जीवनको लागि उनीहरूको उद्धारको लागि यो शास्त्रको विधान गरेको हुनाले यहाँ गरिएका विधानहरू पक्कै पनि नरकमा ठेल्नका लागि होइनन्, पाप उत्पन्न गर्नका लागि होइनन्। त्यसकारण यहाँ पटक पटक पञ्चसंस्कार विधान गरिएको छ, मतलब पटक पटक पञ्चसंस्कार हुँदाखेरि त्यो बालक त्यो अधिकारी चाहिँ नरकमा जान्छ भनेर भन्न पक्कै मिल्दैन जस्तो दासलाई लाग्छ। अब यी श्लोकहरूको अन्यथा अर्थ लाग्छ भने विद्वानहरूलाई स्वागत छ, खूब वेङ्कटेश मन्दिरमा आउँदा पनि भयो, अथवा यसको लागि जुन सम्बन्धित हाम्रो निकाय हो आचार्य परिषद, श्री वैष्णव परिषद, उहाँहरूले वादगोष्ठी राख्दाखेरि पनि भयो, विद्वत सभा बोलाएर विद्वानहरूको बिचमा चर्चा हुने विषय हो भनेर भनिएकै छ। यसमा प्रमाण यहाँ एउटा प्रमाण दासले एउटा यो शास्त्र प्रमाण दासले बताई, के को लागि प्रमाण बताई, फेरि फेरि शङ्खचक्र लगाऊ भन्नको लागि यो प्रमाण भनेको होइन दासले, के को लागि शङ्खचक्र लगाउनु पञ्चसंस्कार दोहोऱ्याउँदाखेरि नरक जानु पर्दैन। पञ्चसंस्कार दोहोऱ्याउँदाखेरि उसमा कुनै दोष आउँदैन, किनभने शास्त्रले विधान गरेको यो पञ्चसंस्कारको पुनरावृत्ति शास्त्रले विधान गरेको हुनाले यो दोषकर होइन भनेर भन्नको लागि दासले निवेदन गरेको, गर्नुस् भन्नको लागि, गर्नुपर्छ भन्नको लागि निवेदन गरेको होइन, यो एउटा कुरो। अब यहाँ ठुलो प्रश्न के आउँछ, उसो भए हामीले किन नगरेको त? भानुमावलीका शिष्यहरूले पनि किन नगरेको? अरे संस्कारमा त गरिँदैन, चौलो गर्दाखेरि त वर्तमान गराउँदाखेरि बिहे गर्दाखेरि त गरिँदैन, ब्रह्मवेद गराउँदाखेरि त गरिँदैन, चक्रधारण इत्यादि किन नगरेको भन्दा त्यो चाहिँ आफ्नो आफ्नो गुरु परम्परा गरेर आफ्नो आफ्नो आचार्यसँग त्यो चाहिँ सोधिदिनु होला। यहाँ कसैले वानमावलीका अथवा यहाँ मन्दिरका शिष्यहरूलाई कसैलाई सन्देह छ भने वेङ्कटेश मन्दिरमा आयो भयो। शास्त्रमा त्यस्तो हुँदाहुँदै हामीले किन पटक पटक चक्रधारण पञ्चसंस्कार हामीले नगर्नु, अनुष्ठानमा नआउनुको कारण के हो भने यो रहस्य आफ्नो आचार्यको मुखारविन्दबाट श्रवण गर्नु होला। रहस्य श्रवण जहाँसुकै गर्नु हुँदैन, पञ्चसंस्कार जहाँसुकै गरेर धारण गर्नु हुँदैन भने चाहिँ रहस्य श्रवण पनि जहाँसुकै गर्नु हुँदैन। यो शास्त्र प्रमाण भयो। अब आचार प्रमाण हेरौँ। कुनै आचार्यले दोहोऱ्याएर शङ्खचक्र लिनुभएको छ भन्दा गुरु परम्परा प्रभावमा स्पष्ट नै रामानुज स्वामीजीको नामकरण हुँदा श्रीशैलपूर्ण स्वामीजी सवारी भई तिरुमलैबाट रामानुज स्वामीजीलाई शङ्खचक्र अङ्कित गर्नुभयो भनी तिरुविलच्च नै प्रसादितार, उहाँले शङ्खचक्र रामानुज स्वामीजीलाई दिनुभयो भनेर स्पष्टै छ। त्यसपछि रामानुज स्वामीजीले तीर्थ कैङ्कर्य गर्नुभएको छ वरदराज भगवानको सन्निधिमा। रामानुज स्वामीजीलाई संस्कारै नभइकन रामानुज स्वामीजीले मन्दिरमा गएर तीर्थ जलको कैङ्कर्य गर्नुभयो भनेर सोच्न चाहिँ अब दास सक्दैन, कसैले सोच्नुभयो भने हुन्छ। त्यसपछि महापूर्ण स्वामीजीको करारविन्दबाट रामानुजाचार्य स्वामीजीले फेरि शङ्खचक्र प्राप्त गर्नुभएको यो इतिहास छँदैछ। इतिहास मान्दैन भनेदेखि त अब त्यसको त केही उपाय भएन, शास्त्रै मान्दैन भने त्यसको पनि केही उपाय भएन। तर दासले जानेको एउटा प्रमाण दासले बताई। अर्को वरवरमुनि स्वामीजीले उहाँसँग अरू प्रमाण सबैजनालाई छोडी केवल हेरुम्बियप्पा देवराज गुरुको मात्र दासले के गर्ने अब म यहाँ दास निवेदन गर्दैछु उहाँको बारेमा मात्रै। देवराज गुरु ठुलो आचार्य वंशमा अवतार लिनुभएको उहाँले। वरवरमुनि स्वामीजी सन्यास ग्रहण गरी श्रीरङ्गममा विराजमान हुँदा देवराज गुरु रङ्गनाथ भगवानको सेवाको इच्छाले श्रीरङ्गम पधारी रङ्गनाथ भगवानको सेवा गर्दा ठुलो अत्यन्तै ज्ञान वैराग्य धीभक्त्यादि गुणार्णव महान एकजना सन्यासले श्रीरङ्गममा विराजमान हुनुहुन्छ भन्ने सुनेर उहाँको दर्शन गर्न जानुभयो। त्यहाँ प्रसाद विनियोगको हुँदाखेरिको बेलामा मनमा के लाग्यो, सन्यासीले दिएको प्रसाद हामीले के खानु, गृहस्थले खानु हुँदैन भने जस्तो लागेर त्यहाँबाट उहाँ फर्किनुभयो। फर्केर आफ्नो ठाउँमा आइपुग्दाखेरि भगवानको सेवा गर्नको लागि मन्दिर खोल्न खोज्नुहुन्न, मन्दिर खुल्दैन। श्रीरामचन्द्र प्रभु उहाँको आराध्य भगवान, राम भगवानको के भगवानको मन्दिरै खुलेन। अत्यन्तै दुखी भई त्यो रात निद्रा लाग्दाखेरि निद्रामा स्वप्नमा आएर राम भगवानले के भन्नुभयो, त्यहाँ श्रीरङ्गममा भएको जीहरूलाई तैँले के भन्ठानिस् बाबा, ऊ साक्षात् रामानुज स्वामीजीकै अपरावतार हो, उसको आश्रय लि भनेर भगवानले भनिसकेपछि फेरि दौडिँदै श्रीरङ्गममा आएर उहाँले पञ्चसंस्कार प्राप्त गर्नुभयो। भृत्यैः प्रियहितैकाग्रैः प्रेमपूर्वमुपासितं तत्प्रार्थनानुसारेण संस्कारान् संविधाय मे भनेर पूर्व दिनचर्यामा उहाँले आफैले अनुग्रहपूर्वक बताउनु भएको छ। अब यसको यहाँ अर्थ कि यो होइन कि सबैले दोहोऱ्याएर
शङ्खचक्र लिनुपर्छ भन्ने अर्थै होइन। यसको अर्थ के हो? संस्कार दिनुभएको छ वरवरमुनि स्वामीजीले। त्यहाँ 3टा संस्कारको कुरा हो। संस्कारान् संविधायमे भन्दाखेरि किनभने मन्त्ररत्नम प्रयच्छन्तम भनेर अगाडि भन्नुहुन्छ, यागलाई पनि पछाडि भन्नुहुन्छ। त्यसकारण पञ्चसंस्कारमध्ये संस्कारान् संविधायमे 3टा संस्कार दिनुभएको छ भनेर अर्थ गर्नुभएको छ वीर राघव सूरीले त्यहाँ। अब के चाहिँ यसबाट के सिद्ध हुन्छ भन्दा यो पक्कै पनि यो चाहिँ दुश्चरित होइन, उहाँहरूले गलत गर्नुभएको भनेर भन्न मिल्दैन, सुचरित नै हो। अस्माकगुम सुचरिता नै वरवर मुनीन्द्र स्वामीजीको एक एक आचार हाम्रो लागि प्रमाण हो। वरवर मुनि स्वामीजी साक्षात् रामानुज स्वामीजी भइबक्सिन्छ। त्यसकारण व्यक्तिविशेष भएको हुनाले उहाँसँग दोहोऱ्याएर उहाँहरूले पञ्चसंस्कार लिनुभयो भन्दैमा अहिले हामीले पञ्चसंस्कार दोहोऱ्याएर लिनु पर्दैन भन्ने कुरा सत्य हो। हामीले पञ्चसंस्कार दोहोऱ्याएर लिनु पर्दैन भन्ने कुरा सत्य हो। तर दोहोऱ्याएर पञ्चसंस्कार लिनु यदि पाप हो रहेछ भनेदेखि वरवर मुनि स्वामीजीले पक्कै पनि त्यो गर्नुहुन्न थियो। वरवर मुनि स्वामीजीले दोहोऱ्याएर पञ्चसंस्कार गराउनु यदि शास्त्र विरुद्ध हो रहेछ भनेदेखि, भगवानको हृदयको विरुद्ध हो रहेछ भनेदेखि, रामानुज स्वामीजीको हृदयको विरुद्ध हो रहेछ भनेदेखि पक्कै पनि गर्नुहुन्न थियो उहाँले। त्यसकारण यो पञ्चसंस्कार दोहोऱ्याएर गर्दाखेरि चाहिँ पाप हुन्छ भनेर भन्ने कुरा चाहिँ दासलाई अहिलेसम्म बुझ्न सकेको छैन। त्यो कसैले बुझाइदिनुहुन्छ भने दास पक्कै बुझ्न चाहन्छु। अब अर्को, उसो भए वानमामलै जीहरूसँग कसैले चाहिँ एकचोटि लिने, कसैले चाहिँ 2 चोटि लिने किन? वानमामलै जीहर स्वामीजीले यहाँ जुन अधिकारीहरूलाई राख्नुहुन्छ मुद्राधारक बनाएर, ती अधिकारीहरू योग्य उनको होइनन्। उनीहरूमा योग्यता सिद्धि छ कि छैन? छ भनेदेखि आफूले किन दोहोऱ्याएर दिनु पर्यो? छैन भनेदेखि किन उनीहरूलाई आचार्य बनाउनुहुन्छ? सिद्धिभ्याम व्याघातः भन्छन् शास्त्रमा। यो एउटा प्रश्न आयो। यसमा वास्तवमा योग्यता भएरै उहाँले दिनुहुने हो, अयोग्यलाई उहाँले आचार्य बनाउनु भएको छैन। अनि उहाँले किन दोहोऱ्याएर दिनुहुन्छ त भन्दा त्यसलाई यसरी बुझ्नु पर्यो। वानमामलै जीयर स्वामीजीको सम्बन्ध नभइकन ठाडै यहाँ हाम्रा आचार्यले हामीलाई समाश्रय गराएर सिधै हामीलाई लक्ष्मीनारायणको चरणमा पुर्याउने भन्ने हाम्रो सम्प्रदाय होइन, कसैको पनि होइन। आचार्य, परमाचार्य, प्राचार्य, परमाचार्य हुँदै हुँदै हरेक एउटा एक आचार्यलाई लिँदै सबैजना प्राप्य कोटिमै हुनुहुन्छ। सबै आचार्यहरूका साथमा भगवान हाम्रो लागि प्राप्य हुनुहुन्छ। केवल निस्तो सिङ्गो भगवान हाम्रो लागि प्राप्य होइन। सिद्धान्त श्री वैष्णवहरूको सिद्धान्त अनुसार भनेदेखि प्राचार्य आफ्नो प्राचार्य प्राप्य कोटिमै हुनुहुन्छ। पञ्चसंस्कार आफ्नो आचार्यले गरे तापनि प्राप्यको हुनुहुन्छ, आचार्य हुनुहुन्छ कि हुनुहुन्न? कसरी हुनुहुन्छ? अदृष्टद्वारा हुनुहुन्छ, अदृष्ट विधया हुनुहुन्छ। अब अदृष्ट विधया भनेको बुझिएन भने के भन्नु भनेदेखि नदेखिए तापनि, हामीलाई अनुभव नभए तापनि आचार्यसँग सम्बन्ध भयो, प्राचार्यसँग चाहिँ सम्बन्ध भएको छैन, परमगुरुसँग सम्बन्ध भएको छैन, परमेष्ठी गुरुसँग पनि सम्बन्ध भएको छैन। तर हाम्रो सम्बन्ध उहाँहरूसँगै हो, हाम्रो सम्बन्ध उहाँहरूलाई लिएर नै हो। एउटा मिठो कुरो एउटा के भन्नुहुन्छ भनेदेखि शङ्खचक्र यहाँ मात्रै होइन, विरजा नदीको पार, विरजा नदीलाई पार गरिसकेपछि उता दिव्य देह प्राप्त हुँदाखेरि त्यहाँ पनि शङ्खचक्र प्राप्त हुन्छ। त्यो समयमा शङ्खचक्रको निषेध गर्न मिल्दैन नि, त्यहाँ भगवानले दिनुहुन्छ नि शङ्खचक्र। त्यहाँ भगवानले शङ्खचक्र दिए जस्तै यहाँ प्राचार्यले दिनुहुन्छ। अब भन्न खोजेको के हो, धेरै कन्फ्युजन भयो होला। प्राचार्य, परमगुरु, परमेष्ठी गुरु सबै हुँदै हुँदै सबै गुरु परम्परा नै हाम्रो लागि प्राप्य हो। कसरी प्राप्य हो? अदृष्ट विधया। गुरु मात्रै एकजना हामीलाई दृष्ट विधया प्राप्य हुनुहुन्छ। देखिन्छ गुरुले मलाई शङ्खचक्र दिनुभएको, म उहाँका दास हुँ, थाहा हुन्छ हाम्रो मनलाई, हाम्रो आँखालाई, हाम्रो हरेक प्रतिपल अनुभव हुन्छ उहाँसँग मैले कृपा प्राप्त गरेको हुँ भनेर। त्यो चाहिँ परमगुरुसँग पनि हुँदैन, परमेष्ठी गुरुसँग पनि हुँदैन। कसरी हुन्छ भन्दा अदृष्ट विधया हुन्छ अरे। हामीलाई नदेखिए तापनि उहाँहरूको सम्बन्ध हामीसँग छ। परमेष्ठी गुरुको पनि सम्बन्ध छ, वरवर मुनिको पनि सम्बन्ध छ, हुँदै हुँदै रामानुज स्वामीजीको पनि सम्बन्ध छ, षट्कोप मुनिको पनि सम्बन्ध छ, महालक्ष्मीको पनि, विश्वक्षेत्र मुनिको पनि सम्बन्ध छ, महालक्ष्मीको पनि छ, भगवानको पनि छ। त्यसरी अदृष्ट विधा भएको सम्बन्धलाई दृष्ट विधाले नै यदि प्राप्त हुन्छ भने आफ्नो आचार्य र प्राचार्यसँग दृष्ट विधाले नै शङ्खचक्र प्राप्त हुन्छ भने त्यो शङ्खचक्र प्राप्त हुनु पक्कै पनि त्यो नरकावह चाहिँ भन्न मिल्दैन। अब यसमा अब 2टा प्रश्नको उत्तर दिएँ दासले, त्यसपछि लामो बोलिन। शङ्खचक्र लगाउँदाखेरि फेरि पकाउँदाखेरिको वस्तु गनाए झैँ
दुर्गन्ध आए जस्तै आत्मस्वरूपमा पनि दुर्गन्ध प्राप्त भई भगवानको लागि अभोग्य हुन्छ त्यो भन्ने एउटा सामान्य बाणमामलेका शिष्यहरूले आएर दाससँग प्रश्न गरे, यस्तो हो त भनेर। त्यसैको उत्तर दिएछु। स्वामीजीहरूले मञ्चमा प्रवचन गर्दाखेरि यस्तो भन्नुभएको छ भने स्वामीजीहरूले भन्नुभएको प्रवचनमा स्वामीजीहरूको मुखारबिन्दबाट आएको छ भने त्यो सत्य हो, त्यसलाई होइन भन्नको लागि दासले बोलेको होइन। बाणमामलेका शिष्यहरूले यो मन्दिरसँग सम्बन्धित बाणमामलेजी र स्वामीजीका शिष्यहरूले यहाँ आएर सोधेका हुनाले ती शिष्यहरूलाई दासले उत्तर दिँदैछु। स्वामीजीलाई विरोध गरेर कुनै स्वामीजीले यस्तो बोल्नुभएको छ त्यसको विरोध गर्नको लागि दासले बोलेको होइन। समाधान त बताइदिनु पऱ्यो नि। धेरै शिष्यहरू यतिखेर कोही आउन सक्नु भएको छ, कसैले फोनमा सोध्नुहुन्छ, कसैले कहाँ सोध्नुहुन्छ। सबैजनालाई उहाँहरूको लागि निवेदन गर्दैछु। अघि भनिसके दासले अबको यो चाहिँ कथन केवल बाणमामलेका शिष्यहरूको लागि भनेर। दुर्गन्ध कसरी आउँदैन भन्दाखेरि आचार्यले जुन पाक प्रारम्भ गर्नुहुन्छ पञ्चसंस्कार दिएर मन्त्र श्रवण गरिकन, त्यो पाकको पूर्ति नै कहिले हुन्छ, त्यो अन्न पक्व कहिले हुन्छ। जीव भन्ने जुन अन्न अहमन्नम 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 भनेर जीवले परमात्माको अगाडि गएर जुन आफूलाई म तिम्रो भोग्य भएँ प्रभु, म तिम्रो भोग्य भएँ, मलाई स्वीकार गर, अब म तिम्रो योग्य भएँ, म तिम्रो भोग्य भएँ, म अन्नतुल्य भएँ तिम्रो लागि भनेर जब तिमीसँग म एकदम लगभगै एक जस्तै हुन अब म तयार छु भनेर जब उसले प्रार्थना गर्छ परमात्मासँग, त्यो समयमा उसमा के योग्यता हुनुपर्छ भन्दाखेरि उसको परिपूर्ण पाक भनेको के हो, परमात्माले उसलाई भोग गर्नको निमित्त उसमा हुने अन्तिम योग्यता के हो भन्दा त्यसको नाम हो परमभक्ति। जबसम्म परमभक्ति आउँदैन, परभक्ति परज्ञान र परमभक्ति नआउन्जेलसम्म त्यो पाकलाई पुरा पाक भएको मानिँदैन। पञ्चसंस्कार हुँदैमा हामीमा परमभक्ति आयो, भक्तिको नाम निशान दासमा छैन। दासलाई अब 1 चोटि 2 चोटि 4 चोटि 16 चोटि जति पञ्चसंस्कार भए पनि यो लोकमा चाहिँ दासलाई परभक्ति आउला भन्नु पनि छैन, परज्ञान आउला भन्नु पनि छैन, परमभक्ति आउला भन्नु पनि छैन। दास जस्तै 2-4 जना हुनुहुन्छ भने उहाँहरूलाई पनि छैन, अरूलाई होला। अब परमभक्ति नै यहाँ सिद्ध भएको छैन भनेदेखि, त्यो पाकै पुरा भएको छैन भनेदेखि फेरि पकाएर त्यसलाई बिगार्ने भन्ने कुरो भएन। अनि अर्को कुरो के, विवाहको कुरा आयो। फेरि विवाह गरे जस्तो भनेर अब ध्यान दिउँ। लौकिक विवाह र पञ्चसंस्कार रूप विवाहमा धेरै अन्तर छ। लौकिक विवाह के हो, अपूर्व सम्बन्धकरण हो। त्यो नभएको, पूर्वमा नभएको सम्बन्ध गाँच्दै हुनुहुन्छ पिताले आफ्नै कन्यालाई। महालक्ष्मी स्वरूपाम इमाम कन्याम विष्णु स्वरूपाय वराय तुभ्यम अहम सम्प्रददे भनेर भन्दाखेरि त्यो नभएको सम्बन्धलाई गाँचिदिएको हो। ती पुत्रीको ती पति थिएनन् अघिसम्म, अब ए नानी तिम्रो पति यी भए भनेर पिताले बताउँदाखेरि त्यो सम्बन्ध भयो भन्दाखेरि अब के भयो त भन्दाखेरि नभएको सम्बन्ध गाँसियो। हिजोसम्म को थिए अब आजबाट सर्वस्व भए। गुरुले जीवको विवाह भगवानसँग गराउँदाखेरि अपूर्व सम्बन्धकरण होइन, त्यो नभएको सम्बन्ध गाँसिदिएको होइन। जीवको र पतिम विश्वसे, भगवान जहिले पनि जीवको पति हो। गुरुले सम्बन्ध गराइदिए पनि हो, गुरुले सम्बन्ध नगराइदिए पनि जीवको पति त भगवान नै हो, त्यो बाहेक अरू कोही पति नै छैन। आचार्यले के चाहिँ गरेको भन्दाखेरि अपूर्व सम्बन्धकरण गरेको होइन, विद्यमान सम्बन्ध ज्ञापन गरेको। तेरो ऊ पति हो भनेर जताइदिएको, ए सुन हे जीव ऊ चाहिँ तेरो पति हो भनेर भनिदिएको। यो विवाहमा र त्यो विवाहमा यो अन्तर छ। अब त्यो जीवले बुझेन, मलाई चाहिँ भगवानसँग भएको सम्बन्ध, भगवान नै मेरो पति हुँ भन्ने उसको मनले खास छैन भने त्यसलाई 1 चोटि के 10 चोटि भन्दाखेरि पनि फरक परेन। तेरो पति भगवान हो, तेरो पति भगवान हो, तेरो पति भगवान हो र दिनको 100 चोटि जीवनभरि रिपिट गरिदिए पनि त्यसमा के दोष हुन्छ जस्तो दास। पुनर्विवाहको प्रसङ्ग कसरी हुन्छ? पुनर्विवाह लोकमा अवध्यकर भए तापनि, अवध्यकर भने दोषकर, पुनर्विवाह लोकमा फेरि विवाह गर्नु दुष्ट भए झैँ समाश्रय पञ्चसंस्कार रूप विवाह यदि गराएर आचार्यले तेरो पति नै भगवान हो भनेर बताउँछन् भनेदेखि त्यो विवाह त पटक पटक गर्दाखेरि पनि के फरक पर्छ र? के फरक पर्ने हो र? त्यो गर्नु भनेर भन्नको लागि हो भनेको होइन। दोस्रो चोटि गर्दाखेरि दोष हुँदैन, पुनर्विवाहमा आउने दोष यहाँ आउँदैन भनेर भन्नको लागि दासले निवेदन गरेको हुँ। अब अर्को एउटा मुख्य कुरा, यो चाहिँ अत्यन्त गम्भीर प्रपत्तिशास्त्रसँग सम्बन्धित कुरा हो, ध्यान दिएर बुझ्नु होला। आफ्नो आफ्नो आचार्यको मुखारबिन्दबाट श्रवण गर्ने कुरा हो। चाहिँ प्रपत्तिको रहस्य, शरणागतिको रहस्य हो यो। कसैलाई बुझ्न गाह्रो भएदेखि फेरि मन्दिर आएर सोद्धा पनि हुन्छ।
सकृत प्रपत्ति यो सिद्धान्त हो। शरणागति दुईचोटि हुनु हुँदैन। शरणागति दुईचोटि हुने बित्तिकै त्यो अवध्य भइगयो, दोष भइगयो। शरणागति एकैचोटि मात्रै हो, दोस्रोचोटि शरणागति हुनै हुँदैन। भने पञ्चसंस्कार कसरी दोस्रोचोटि भयो त? अन्त पञ्चसंस्कार भन्ने कुरा बेग्लै हो, शरणागति भन्ने कुरा बेग्लै हो। शरणागति पदार्थ बेग्लै हो, पञ्चसंस्कार पदार्थ बेग्लै हो। ती दुईटा एउटै हुँदै हुँदैन, कसरी होइन। पञ्चसंस्कारमा के हुन्छ? तापह, त्यसको नाम शरणागति हो र? शङ्खचक्र छाप लगाउनुको नाम शरणागति होइन। पुण्ड्र तिलक धारण गराउनुको नाम पनि शरणागति होइन। नामकरणको नाम पनि शरणागति होइन। मन्त्रलाई शरणागति भनेर भन्न मिल्छ, तर हामीले अनुष्ठान गर्दाखेरि त्यो हाम्रो लागि शरणागति। वैष्णव सम्प्रदायमा मन्त्र उच्चारण गुरुले गरिकन शिष्यले अनुच्चारण गर्नु त्यो शरणागति हो। भए तापनि हामीले चाहिँ संस्कारमा त्यसलाई शरणागतिको रूपमा राखेका छैनौँ वैष्णव सम्प्रदायमा। भन्छु किन हो भनेर। अन्तिम याग भनेको के हो भन्दा, याग भनेको दुईटा। याग भनेको एउटा भगवानको आराधनाको क्रम, भगवद आराधनालाई पनि याग भन्छन्। याग भनेको के? शरणागति। याग भनेको के? त्यो कसरी हो? याग भनेको शरणागति रहेछ त? फेरि पञ्चसंस्कार गर्दाखेरि फेरि याग हुँदाखेरि शरणागति दोबारा भयो त भन्ने अवशङ्का हुन्छ है। अवदास निवेदन गर्दैछु। शरणागतिको 4वटा प्रकार भनेको छ पाञ्चरात्र शास्त्रले। एउटा स्वनिष्ठ शरणागति, उक्तिनिष्ठ शरणागति, आचार्यनिष्ठ शरणागति, भागवतनिष्ठ शरणागति। 4 प्रकारका शरणागति छन्। स्वनिष्ठ शरणागति भनेको के हो भन्दाखेरि गजेन्द्रले गरेको शरणागति, द्रौपदीले गरेको शरणागति स्वनिष्ठ शरणागति। आफैले भगवानसँग डाइरेक्ट शरणागति गरेको थियो, त्यसलाई स्वनिष्ठ शरणागति भन्छन्। एउटा उक्तिनिष्ठ शरणागति, जो हाम्रो सम्प्रदायमा स्वनिष्ठ शरणागति मान्ने छैन। आफै भगवानसँग डाइरेक्ट शरणागति गर्न सक्दैनौँ हामी। त्यो सामर्थ्य, त्यो विश्वास हामीसँग छैन। सकिन्छ त आमा? सकिँदैन। अर्को उक्तिनिष्ठ शरणागति, आमाजीले गर्नुभयो शरणागति। उक्तिनिष्ठ शरणागति भनेको के हो भन्दा गुरुले मन्त्रोच्चारण गर्दा आफूले अनुच्चारण गर्नु, आफूले फेरि त्यो मन्त्रलाई दोहोऱ्याउनु, त्यसलाई उक्तिनिष्ठ शरणागति भन्छन्। त्यो पनि हाम्रो सम्प्रदायमा उक्तिनिष्ठ शरणागति पनि मानिएको छैन। कुन शरणागति मानिएको छ भन्दा आचार्यनिष्ठ शरणागति मानिएको छ। आचार्यनिष्ठ शरणागति भनेको के हो त भन्दाखेरि आचार्यले याग गराउँदाखेरि अशेष कल्याण एकतानम सुरु गरेर भगवानको गद्य पुरा गद्यको सेवन गरी रामानुजाचार्य स्वामीजी महाराजले चैत्रको उत्तर फाल्गुनी नक्षत्रको दिन 1000 साल पूर्व जुन शरणागति गरिबक्स्यो, त्यो शरणागतिमा यो जीवको पनि अन्वय होस् भनेर प्रार्थना गर्नुहुन्छ आचार्यले। रामानुज स्वामीजीले गर्नुभएको शरणागतिमा यसको पनि अन्वय होस् भनेर प्रार्थना गर्दाखेरि त्यो आचार्यनिष्ठ शरणागतिमा उसको अन्वय हुने हो। भनेपछि आचार्यनिष्ठ शरणागति बुझियो नि कुरो स्पष्ट भएको छ कि अझैलाई विस्तार गर? बुझेन भने फेरि आउनु भनेर दासले निवेदन गरेकै छु। बालमामाले मन्दिरको अझ अरू पनि आउनुभयो भने उहाँ हजुरहरूको आचार्यसँग अनुमति लिएर आउनुभयो भने अब डर लाग्न थाल्यो कि अब त केही भन्न पनि। आउनुभयो भने उहाँहरूलाई पनि छुट्याउन खोजेको होइन, हजुरहरू पनि आउनुहोस्, सबैजना आउनुहोस्, आफ्नो आफ्नो आचार्यको अनुमति चाहिँ पक्कै लिएर आउनुहोस्। अब यो रामानुज स्वामीजीले गर्नुभएको शरणागतिमा जोडिँदाखेरि के भन्ने हो भन्दाखेरि भगवान यसलाई हजुरले स्वीकार गरिदिनुपर्छ। रामानुज स्वामीजी हजुरले गरेको शरणागतिमा यसलाई पनि साथमा लिइदिनुहोस् है भनेर प्रार्थना गर्ने हो। त्यो प्रार्थना आचार्यले गर्दा पनि केही भएन, प्राचार्यले गर्दा पनि केही भएन, परमेष्ठी आचार्यले गर्दा पनि केही भएन। यसलाई लिनुहोस् न, यसलाई लिनुहोस् न, यसलाई लिनुहोस् न भनेर प्रार्थना 5 जनाले प्रार्थना गर्दाखेरि के फरक पर्छ? त्यसमा कुनै दोष हुँदैन। दोष कहाँ हुन्छ त भन्दाखेरि सकृत एव प्रपन्नाय, आफ्नो स्वनिष्ठ शरणागतिमा आफैले शरणागति गर्दा प्रभु मलाई रक्षा गर भनेर भन्दाखेरि जुन प्रार्थना गरियो नि, त्यो प्रार्थनाले नै उसको सम्पूर्ण रक्षा गरी उसलाई वैकुण्ठ पर्यन्त, उसलाई मोक्ष पर्यन्त प्रदान गर्छ। उसमा अद्वेष, आभिमुख्य, ज्ञान, पुरा भक्ति जे चाहिने हो मोक्षको लागि सारा सम्पत्ति उसलाई दिएर उसलाई मोक्ष पनि दिने काम केले गर्छ? एउटै शरणागतिले गर्छ। अहन्त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि उहाँले भन्नुभएकै छ नि, त्यो स्वनिष्ठ शरणागतिको लागि। स्वनिष्ठ शरणागतिको लागि सकृत प्रपत्ति, एकचोटि प्रति मैले भगवानसँग शरणागति गरेँ भने मैले गर्ने प्रार्थना, शरणागति भनेकै प्रार्थना त हो नि। त्वमेव उपाय भूतो मे
भवेति प्रार्थना मतिः। तिमी नै मेरो उपाय बनिदेऊ न, तिमी नै मेरो रक्षक बनिदेऊ न, मसँग केही साधन भएन प्रभु भनेर गर्ने जुन प्रार्थना रूप बुद्धि हो त्यसैको नाम शरणागति हो। त्यो प्रार्थना के गर्नु पर्यो? एकचोटि मात्र गर्नु पर्यो। त्यो प्रार्थनालाई दोहोऱ्याउँदाखेरि त्यो चाहिँ नि दोष आवह हुन्छ। त्यसकारण प्रपत्ति एकचोटि मात्रै हो, प्रपत्ति दुईचोटि हुँदैन भनेर भनिएको हो। पञ्चसंस्कारमा यागरूप जुन प्रपत्ति हो त्यो प्रपत्ति यिनले गर्ने, जीवले गर्ने प्रपत्ति होइन, त्यो प्रपत्ति आचार्यले गरिदिने प्रपत्ति हो। आचार्यले 10 जना आचार्यले 10 चोटि उसलाई चाहिँ सिफारिस गरिदिएदेखि केही फरक पर्दैन, 10 चोटि सिफारिस हुन्छ। आचार्यले सिफारिस गर्ने बित्तिकै परमाचार्यले सिफारिस गर्नुहुन्छ, परमेष्ठी आचार्यले सिफारिस गर्नुहुन्छ। पुरा गुरु परम्पराले उसको शरणागतिको लागि भगवानसँग सिफारिस गरेर यो जीवको उद्धार हुने भन्ने सिद्धान्त हो। हामीले देखे पनि नदेखे पनि अदृष्ट विधेया सबैले सिफारिस गर्नुहुन्छ, दृष्ट विधेया प्राचार्यले सिफारिस गर्दाखेरि चाहिँ दोष हुन्छ भनेर भन्नु उचित होइन। अब एउटा आचार्यसँग, एउटा गुरु परम्परामा, एउटा आचार्यको परम्परामा आश्रय लिएकाले त्यो आचार्य परम्परालाई छोडेर अर्को परम्परामा गएर फेरि आश्रय लिँदाखेरि के हुन्छ भने त्यो पक्कै पनि दोष हो। त्यो दोषको सजाय उसले के प्राप्त गर्छ त अब भन्दा त्यो जो त्यसरी हुनुभएको छ आफ्नो मनमर्जीले, दाससँग 2-4 जनाले सोध्न आउनुभयो, भा आफ्नो आचार्यको आज्ञा नभई हुँदैन बाबु, तिम्रो आचार्यले उहाँ आचार्यलाई मेरो आचार्य हो भन्ने मनले खाएको छ भने पक्का हुन्छ। अब कोही आचार्यले उहाँलाई आचार्य नै खाएको छैन मनले, यी त मेरो आचार्य होइनन् छन् भनेदेखि त्यहाँ जानु भएन, त्यहाँ जानु हुँदैन। त्यो आफ्नो आचार्यसँग उसले चाहिँ नि आफ्नो आचार्यलाई के गरे, आफ्नो आचार्यको आज्ञोल्लङ्घन, उसको हृदयलाई नमानेको जस्तो भयो। उनीहरूको गति के त भन्दाखेरि जसले जसले यसरी समाश्रय लिनुभएको छ उहाँहरू मन्दिरमा आउनु होला। यो मैले व्यक्त रूपमा भनिनँ, उहाँहरूको गति के हुन्छ भनेर निर्भय रहनुहोस्। उहाँहरूको पनि शास्त्रमा जे छ गति, सम्प्रदायमा जे गति बताउनु भएको छ हजुरहरूलाई अलग्गै दासले निवेदन गर्ने, त्यो चाहिँ यो सभामा बोलिनँ। यति भन्दै अब केही भन्न बाँकी रह्यो? कसैलाई केही जिज्ञासा केही रहने बाँकी रह्यो र? एउटा छ के विभीषण आकाशमा उभिएर आफू समेत 5 जना हजुर भगवानलाई प्रार्थना गर्छ, हृदय प्रपन्न आयो। यो त्यति बेला उहाँलाई संस्कार, पञ्च संस्कार कसले गर्यो? त्यो सक्यदेव प्रपन्नाय भन्ने शब्दले संस्कार गरेपछि मात्रै के अरे छैन प्रपत्ति हुन्छ भन्ने कुरा छैन। संस्कार उहाँले प्रार्थना गर्नु, उहाँले त्यसलाई स्वीकार हुँदै होइन। पञ्च संस्कार बेग्लै चिज हो, प्रपत्ति बेग्लै चिज हो। पञ्च संस्कार र प्रपत्ति एउटा कुरो होइन। पुनः प्रपत्तिको निषेध हो, पुनः पञ्च संस्कारको निषेध छैन भनेर शास्त्रमा पनि, शास्त्रले विधान गरेको हुनाले छैन, आचारमा देखिएको हुनाले छैन। अब यसमा जसलाई जे सन्देह लाग्छ अरू पनि प्रमाणहरू केही छन् भनेदेखि ल्याएर बुझाइदिए, परस्पर बुझ्ने त हो नि बाबा, लडाइँ गर्ने कुरो हो र? शास्त्रको कुरालाई लिएपछि लडाइँ गर्ने कुरा होइन नि यो। वादे वादे जायते लडाइँ भन्ने छ र? वादे वादे जायते तत्त्वबोध पो छ त, तत्त्वबोध पो हो नि हो त। केही भएन, दासलाई थाहा छैन, धेरै अज्ञानी छु, दासलाई थाहा छ कुनै पनि कुरामा सही निर्णय लिन सक्दिनँ भन्ने पनि थाहा छ। आफूलाई भएको अज्ञान त आफूलाई थाहा हुन्छ नि। त हजुरहरूले कसैले आएर बुझाइदिनुहुन्छ भने हो त नि भनेर स्वीकार गर्नमा कत्रो कुरो हो र? साष्टाङ्ग गर्नमा कत्रो कुरो हो? एउटै मनमा भएको पीडा चाहिँ एउटै के भनेदेखि जसलाई आफूले भगवान, यिनैको सम्बन्धले हामीलाई चाहिँ भगवानको सम्बन्ध प्राप्त हुन्छ भनेर भन्ठानेका छौँ, उहाँकै मुखारविन्दबाट तिमीहरू नरकमा जान्छौ भनेर सुन्दाखेरि चाहिँ त्यो चाहिँ अलि असह्य भएको मात्रै हो। त्यो असहन, त्यो पनि सहनशीलता हुनुपर्ने हो। हामी जस्ता मूर्ख, हामी जस्ता पापीसँग पुरा वैष्णव समाजले अपार सहनशीलताको अपेक्षा गर्यो। त्यो अपेक्षामा हामी खरा उत्रिन सकेनौँ, हामीलाई सहन भएन त्यो। त्यसको लागि फेरि क्षमा प्रार्थना सबैजना श्री वैष्णवहरूलाई गर्दै दासले यहीँ विराम लिएँ। अरू केही भने अनि अर्को कुरो, यो एकदम कडाइका साथमा दासले भन्दैछु, यो हाम्रो वेङ्कटेश मन्दिरसँग सम्बन्धित जति पनि भानुमामलेजी स्वामीजीका शिष्यहरू हुनुहुन्छ उहाँहरूलाई दासले एकदम कठोरताका साथ भन्छु, त्यो फेसबुकमा कमेन्ट गर्दाखेरि कुनै आचार्यलाई, कुनै भागवतलाई, कुनै वैष्णवलाई चित्त दुख्ने गरी कमेन्ट गर्यो भने अनि तिम्रो हाम्रो सम्बन्ध रहेन। बिल्कुल जसले जेसुकै कमेन्ट गरे पनि त्यो कमेन्टको तिमीहरूलाई मनै लागेछ, कमेन्ट नगरिकन तिमीहरूको प्राणै धारण भएन छ भनेदेखि त्यो कमेन्टमा के गरिदिनु, एउटा नमस्कारको एउटा ऊ राखिदिनु। त्योभन्दा अतिरिक्त कमेन्ट कसैले नगर्दा हुन्छ कि त्यो त निवेदन भन्ठाने पनि, अनुग्रह भन्ने पनि। किनभने ठाडै स्वामीजीको आदेश के छ, श्री वैष्णवोचित अपने आफ्नो स्वरूपलाई हानि नपुर्याइकन भनेर भन्नुभएको छ। श्री वैष्णवोचित स्वरूप लडाइँ गर्ने होइन,
श्री वैष्णवपछि चाहिँ कसैले दोष लायो भने के भनियो, यो दोष ममा छ भनेर भनियो। अम्बरीश महाराजलाई चाहिँ दुर्वासाले तँमा दोष छ भन्दाखेरि छैन भनेर भन्नु पर्यो। उहाँले त्यो कृत्य फाल्दाखेरि पनि हस् भनेर हात जोडेर बस्नुभएको थियो। त्यस्तो त हामी हुन सक्दैनौँ, त्यस्तो हामी हुन सक्दैन। तर हामीसँग एउटा बल के छ भन्दाखेरि स्वामीजीको आज्ञा भन्ने बल छ। स्वामीजीले आज्ञा गर्नुभएको छ, के आज्ञा गर्नुभएको छ? विचलित हुनु हुँदैन र भागवतार अपचारबाट बचेर रहू भन्ने स्वामीजीको आज्ञा भएको हुनाले पक्का पनि हामी दृढ सङ्कल्प रही भागवत अपचारबाट बचिकन फेसबुकमा सोसियल मिडियामा जथाभावी नलेखौँ। मनमा कल्मश सबैजनाको हटेर जाओस्। जति पनि दोष छ सबै दासमाथि अनुसन्धान गरेर दासलाई क्षमा गर्न मन लाग्यो भयो, आएर डन्डा हान्न मन लाग्यो, केही पनि भएन, हजारौँको डन्डा खाएर 2-4 दिन अस्पतालमा सुतेर पनि दासलाई केही फरक पर्दैन। किनभने रोग लाएर जान्छौँ अस्पतालमा, वैष्णवहरूको डन्डा खाएर जानमा दासलाई केही पनि ठुलो कुरै भएन त्यो। त्यही भएर मनमा भएको क्लेश चाहिँ सबैजनाले हटाइदिनुहोस्। रामानुज स्वामीजीमा र सबै आचार्यहरू एक रूप हुन् भन्ने मनमा विश्वास रहोस्। बाँकी जति दासले आफ्नो जे घटना घटेको हो र दासको मनमा के थियो त्यो घटनाहरू घट्दाखेरि भन्ने कुरा दासले सुनाइ नै हाले। योभन्दा अतिरिक्त क्ल्यारिफिकेसन अथवा योभन्दा अतिरिक्त जवाब चाहिन्छ भने सम्बन्धित निकायले बोलाएर अनि सोधोस्। दास त्यसमा आएर भन्न तयार छु। अब यसरी फेसबुकमा यसरी भन्नुहुन्न भन्ने स्वामीजीको आदेश भएको हुनाले दास अब फेसबुकमा भन्दा पनि भन्दिनँ। बाँकी दासले भनि नै हाले। आचार्यत्वको पूर्ति कहाँ छ भन्दाखेरि आचार्यत्वको पूर्ति रामानुज स्वामीजीमा छ। परिपूर्ण आचार्य रामानुज स्वामीजी नै हुनुहुन्छ र जति पनि आचार्यहरू त्रयोदश गुरु परम्परालाई उपदेश गरिकन मन्त्र उपदेश गर्नुहुन्छ उहाँहरूमा पनि त्यति नै पूर्णता छ। अष्टगद्दी भन्ने पनि भएन, 74 पीठ भन्ने पनि भएन। त्रयोदश वाक्य गुरु परम्परामा निष्ठा राखिकन मन्त्रको मन्त्रार्थमा निष्ठा राखिकन उपदेश जसले गर्छ उहाँहरूमा पनि पूर्णता छ भन्ने दासको विश्वास हो। त्यो चाहिँ दासको विश्वास हो। यति भन्दै दासले विश्राम लिए। श्रीमते रम्यजा मातृ मुनीन्द्राय महात्मने श्रीरङ्गवासिने भूयात् नित्य शरीर नित्य मङ्गलम्।